सर यो आफ्नो खेत गोड्नु भएको कि के हो पार्टीको के लगानी छ भन्नुहुन्छ के गर्नु भएको खास यो हाम्रो पार्टीकै हो पार्टीको चाहिँ पछिल्लो जो उत्पादन नीति छ नि हजुर उत्पादन नीति अन्तर्गत हामीले त यो सानो धान रोप्ने कार्यक्रम एउटा अगाडि गऱ्यौँ अहिले यसलाई गोड्ने गर्दैछौँ किन आफै जुट्नु भएको त अरू साथीहरू लाग्नु भएको छैन हजुर मात्रै अरू साथीहरू विभिन्न काममा छन् हामी त्यहाँ आएका छौँ अरू काममा व्यस्त हुनुहुन्छ अहिले कतिजना हुनुहुन्छ हामी छौँ झन्डै झन्डै 18-20 जना छौँ अनि यो पार्टीको यसरी चाहिँ उत्पादन गरेर चाहिँ पुग्छ त सधैँलाई यो अहिले नपुगे पनि भविष्यमा पुगाउने नीति त्यसको चाहिँ जोरदार चाहिँ जो जनता सामु सन्देश जनता सामु चाहिँ राम्रो सन्देश आफ्नो पर्वकारी काम गर्नुभएको चाहिँ धन्यवाद दर्शकबिन त्यहाँ नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वका कार्यकर्ताहरूले उत्पादन क्षेत्रमा काम गरिराख्नु भएको छ धान खेतीको लागि धेरै कडा परिश्रम गर्नुभएको छ यहाँ हाम्रो केन्द्रीय सदस्य सुर्खेत जिल्लाको इन्चार्ज हुनुहुन्छ धुर्वसी उहाँसँग केही कुरा गर्न गइरहेको छु कमरेड सलाम न के गर्दै हुनुहुन्छ हजुर यस्तो नेता जस्तो हाम्रो पनि काम भइरहेछ पार्टीले गरेको उत्पादन हजुर विशेष गरेर हाम्रो पार्टी केन्द्रको देशैभरि अहिले उत्पादनमा पार्टीले प्राथमिकता दिएको छ हजुर हजुर त्यो अन्तर्गत सुर्खेतमा रोपेको धानको यो गोड्ने काम भइरहेछ ए यहाँ कति बिघा जति लाउनु भएको छ हाम्रो 1 बिघा हो। 1 बिघा छ है कति लाउनु भएको छ यो सबै यो धेरै खेती गर्ने हो यो सबै हजुर हजुर अहिले 1 बिघा जति धान रोपेको छ अनि यो पार्टीको यसरी चाहिँ मेहनत गरेर लाग्नु भएको छ पसिना बगाउनु भएको छ यो दिगो हुन्छ त काम र के छ त यो दिगो बनाउनु पर्छ यो पार्टीले 2-4 दिन गर्ने रमाइलो गर्ने छोड्ने यसले धेरै यो के राम्रो बन्दैन हजुर दीर्घकालीन हिसाबले यो यसलाई अझै बढाएर दिनुपर्छ आधुनिकीकरण गर्ने मिहिनेत गर्ने थप बढाएर दिनुपर्छ यसलाई दिगो टिकाउनुपर्छ नभए मानव जीवन नै यही भित्रै छ अनि देशको गतिविधि हेर्दाखेरि अब जनता र भोलि बिहान नेताहरूको कतिखेर राजनीति परिवर्तन हुन्छ थाहै हुँदैन यो तरिकाले चाहिँ सधैँ यसरी परिश्रम गरेर नै तपाईँको जीविका चलाउने खालको चाहिँ पार्टीले गर्न सक्ने हुन्छ कि यो बिचैमा चाहिँ छोडेर व्यवहारिक पाराले चाहिँ पहिला जुन तरिका भएको थियो त्यस्तै खालको चाहिँ हरास आउने हो भन्ने हो अहिलेको युगमा यो सबै पाटापक्षलाई समेट्नुपर्छ उत्पादनमा पनि तीव्रता दिने हजुर जनताका अन्य केही विषयहरूमा पनि आत्मा उठाउने सङ्घर्ष गर्ने हजुर यो सबै कामहरूलाई जोडेर लिनुपर्छ ठिक छ राम्रो सोच बनाउनु भएको रहेछ अहिले कतिजना हुनुहुन्छ कमरेड हामी 10-15 जना 10-15 जना हुनुहुन्छ ठिक छ हँसिलो अनुहार छ पसिना बगाउनु भएको धन्यवाद पत्रकारहरूले ल धन्यवाद नमस्कार हजुर हजुर नमस्कार के छ के चलिरहेछ तपाईँहरूको यो हाम्रो भनौँला तपाईँ विशेष गरी के हो यो उद्देश्य के हो तपाईँहरूको यो हाम्रो यो धानगोरा नेपाल कम्युनिस्ट पार्टी कार्यकर्ताहरूले हामीले सुर्खेत जिल्लामा उत्पादन क्षेत्र बढाउनको लागि हामीले मेहनत गरिरहेको छौँ हजुर हजुर यो दिगो विकास गर्नको लागि अब आय आर्जन होस् आफ्नो खानको लागि चाहिँ कोसिस माग्नु नपरोस् भन्ने कुराले पार्टी आफैमा आत्मनिर्भर हुनको लागि हामीले यो गरे हो यो सम्भव छ त सम्भव छ यत्रो धान फल्न लागिसक्यो अब पाक्ने बेला हुन लाग्छ होइन अरू पार्टीका नेता र कार्यकर्ता त पुरा भ्रष्टाचारीमा व्यस्त छन् त तपाईँहरू पुरा धान गोराई र के अरे खेती उत्पादनमा व्यस्त हुनुहुन्छ त के हो यस्तो वैज्ञानिक समाजमा तपाईँको के छ अलिकति त उनीहरूभन्दा हुनु त मान्छेको थरभन्दा धेरै पार्टी छ नेपालमा होइन भन्न पनि अप्ठ्यारो छ त्यो भएको कारणले गर्दाखेरि अब अरू पार्टीभन्दा चाहिँ हाम्रो पार्टी अलिक फरक मेहनतमा परिश्रम गर्ने सक्नु भएन जनतालाई चाहिँ झुटो बोल्नु भएन मेहनत गरेर चाहिँ अगाडि बढ्ने भन्ने कुरा छ त्यो भएको कारणले गर्दाखेरि हामीले विभिन्न खालका हेलो कमरेड लाल सलाम अभिवादन के गर्दै हुनुहुन्छ कमरेड यहाँ हाम्रो पार्टी नेकपाद्वारा उत्पादन कार्यक्रम अन्तर्गत हामीलाई धान गोड्ने काम गरिरहेका छौँ धान उत्पादन गर्नु भएको छ धान उत्पादन गर्दै जनतालाई पनि श्रममा लगाउनु पर्छ र आफू पनि आफ्नो
हजुर समग्र देशलाई नै आत्मनिर्भर बनाउने उद्देश्यले हामीले चाहिँ अब धान उत्पादन गरेका छौँ त्यसै गरी विभिन्न कृषि फर्महरू हजुर हजुर सबै यो पार्टीकै उत्पादन हो यो सबै हजुर यो सबै हाम्रो पार्टीको उत्पादन हो धानहरू छ ए अनि नयाँ सूर्यमुखीको तेलको लागि उत्पादन गर्ने अभियानमा छौँ। सूर्यमुखी लाउने यो खाली जग्गामा सूर्यमुखी लाउने विचार गर्नु ए ए ए ठिक छ हजुरको शुभ नाम भन्नुहोस् त काम्रो मेरो नाम एलान्सी एलान्सी ल ठिक छ राम्रो काम गर्नुभएको रहेछ तपाईँहरूलाई धेरै धेरै धन्यवाद सफलताले शिखर छुनुहोस् कमरेड है हस् ल कमरेड के गर्दै हुनुहुन्छ यहाँ यहाँ हामी खेत गर्दैछौँ हजुर के आफ्नै खेत हो कि हाम्रो पार्टीको पार्टीको पनि खेत हुँदो रहेछ होइन हुन्छ सर अहिले चाहिँ हाम्रो अभियान नै हो यो ए नेपाल कम्युनिस्ट पार्टीको चाहिँ के नयाँ नीति ल्याउनु भयो त उत्पादनबाटै सुरु गरौँ भन्ने एउटा अभियान हो हजुर त्यही भएर लागि परेछ हजुर ए के छ त यो दिगो विकास हुन्छ त यो जनतालाई केही राम्रो राहत पुग्छ त यसले केही सन्देश के पुऱ्याउनु खोज्नु भएको तपाईँहरूले विकास नहुने कुरै छैन दिगो विकास हुन्छ सबै लागि पर्नु पर्यो नेपालमा त मान्छेले चाहिँ अरू अरू गरेर चाहिँ भ्रष्टाचार गर्ने लुट्ने गर्ने गर्ने गरेर चाहिँ हजुरहरू उत्पादन क्षेत्रमा लाग्नु भएको रहेछ भ्रष्टाचार गरेर कतिदिन सर हजुर न यसरी पनि राजनीति हुन्छ त कमरेड राजनीतिक हुन्छ सङ्कटको यो बनाउनु पर्यो यसरी नै बनाएपछि हजुर त्यही पनि हुन्छ एक दिन हामी सफल हुन्छौँ ल ठिक छ धन्यवाद कमरेड राम्रो काम गर्नु भएको रहेछ ठिक छ